So yo, what's happening, guys? Welcome back to my another vlog with again this dirty nonsense boy Pratik Chaudhary. So आजको ब्लगमा हामी आएको छौँ एउटा ठाउँ घुम्न. कुन ठाउँ घुम्न भन्न मिल्दैन होला. हामी आएको छौँ धरानतिर. सो अहिले चाहिँ हामी धरानदेखि माथि पहाडतिर छौँ. पहाडको भ्यू तपाईहरुले हेर्न सक्नुहुन्छ. यहाँ चाहिँ टक्क पानी जाँदैछ. यो हामीले खाने पानी होइन होला, यो धरानको मान्छेले चाहिँ खाने पानी होला. यहाँ कलेक्ट हुँदैछ. त्यसपछि यहाँ सानो धारा छ र यो सानो नदी छ पहाडमा. र यो छ हाम्रो ठुलो बाइक सानो फलको अगाडिमा. तो गाइस आज हम पहाड़ चढ़ रहे हैं. सो गाइस अहिले चाहिँ हामी माथितिर जाँदैछौँ र यो भ्यू तपाईहरु हेर्न सक्नुहुन्छ. यो एउटा सानो झरना हो र एउटा झरनामा ननुहाउने मान्छे हो तर आज नुहाउँछ. र यो हाम्रो सानो झरना तर हामी यहाँ नुहाउँदैनौँ. हामी जान्छौँ माथि. सो अब माथि चढ्न दिनुहोस् पहिला मलाई. अब चाहिँ हामी एडभेन्चर गरिसक्यौँ. लगभग लास्ट मुभमेन्टमा छौँ हामी एडभेन्चरको. तर यहाँ मेरो पुलको हालत बेहाल हुने छ. त्यो हामी अब माथि आइसक्यौँ. त्यो यहाँ फोहोर नफाल्नु होला कोही पनि. जो पनि भिडियो हेर्दै हुनुहुन्छ फोहोर कृपया नगरिदिनु होला. त्यो हामी चाहिँ यहाँ फोहोर पानी आइसक्यौँ. तल पानी फोहोर छैन तर यहाँ चाहिँ फोहोर भइसक्यो. अब किन भयो थाहा छैन मलाई पनि. यो सो अब हामी अझ माथि जाँदैछौँ. सो गाइज अहिले चाहिँ हामी हाम्रो डेस्टिनेसन आइसक्यौँ र अब म तपाईँहरूलाई यसको नाम रिभिल गर्छु है त. सो यसको नाम चाहिँ हो शिवजट्टा. हामी यहाँ दुईजना आएको छौँ घुम्नलाई, हल्का माइन्ड फ्रेस गर्न. हाम्रो फाइनल इक्जाम आउन आँटो कि गाइज, त्यही भएर हल्का टेन्सन भएको छ मलाई, होइन यसलाई. अनि त्यही भएर मैले यसलाई मुड फ्रेस गराउन यहाँ ल्याइदिएको छु. अब भाइ तेरो मुड फ्रेस भयो? कतिको हुन बाँकी छ? भर्खर त 30% हुँदैछ. ए अझै हुन्छ, टेन्सन नले. सो हामी यहाँ माथि आएको छौँ र यहाँबाट तपाईँ माथिको भ्यू हेर्न सक्नुहुन्छ. सो हेलो गाइज, आई होप सो मेरो आवाज चाहिँ आउँदैछ. सो हामी यहाँ आइपुग्यौँ हाम्रो लोकेसनमा. तपाईँहरू हेर्न सक्नुहुन्छ हाम्रो पहाड. सो गाइज हामी यहाँ आइसकेछौँ र यो हाम्रो अब बडी बिल्डर हेलो गाइज, हामी चाहिँ यहाँनिर आज पिकनिकमा आएको थियौँ त्यस्तै होइन. ल नि यहाँनिर चाहिँ चौचौको अनबक्सिङ हुँदैछ गाइज. चौचौको अनबक्सिङ हुँदैछ. यो भित्र चाहिँ के छ भनेर हल्का हेरौँला है. ल यो भित्र चौचौ चाहिँ छ है गाइज. ल अनबक्सिङ गर्ने मान्छे चाहिँ यो. ल चौचौ चाहिँ कस्तो लाग्यो हजुरलाई? मिठो रहेछ.
ल अब चोचोको अनबक्सिङभित्र चाहिँ यो मसलाहरू रहेछ है। अब यो मसलाको अनबक्सिङ गर्न आँटेको छौँ हामीले। बाई द वे यो डम्बङको पेड प्रमोसन होइन है। हो सही हो। यहाँ हामी चौचोको अनबक्सिङ गरिसकेको छौँ। ल यो मसलाको चाहिँ अनबक्सिङ हुँदैछ यहाँनिर हेर्न सक्नुहुन्छ। मसला ल यो भित्र मसला हाल्दैछ है। गाईले जति बेरसम्म यो मसला नि चाख्दै मसला कस्तो छ? मिठो रहेछ मसला। मसला नि मिठो रहेछ है। हजुरलाई रम्बम चाउचाउ चाहियो भने चाहिँ हामीलाई कन्ट्याक्ट गर्नु होला। हामी प्रमोसन गरेको छैनौँ तर हामी सेल चाहिँ गर्छौँ। हो हामीलाई रम्पम चाउचाउ छ भने चाहिँ हामीलाई भन्नु होला है। हामी तपाईँलाई 5 रुपियाँ प्लस गरेर बेच्छौँ, धेरै होइन। Let's go, brother. Siri भन्नु न। Hey Siri. So hey guys, welcome back to last clip of the vlog. Maybe it will not, but also it's the last clip we are talking here. So आजको ट्रिप चाहिँ हामी यहीँ एन्ड गर्छौँ। अब हामी फर्किँदैछौँ घर। अहिलेको टाइम भनेको तपाईँहरूलाई म घडी नहेरिकन 3:30 बजे जस्तो भनिदिइहाल्छु, तर टाइम लगभग उस्तै भएको हो। अब चाहिँ हामी फर्किँदैछौँ घर। यो भनेको बारमाथि जाने बाटो हो, हामी गएको छैनौँ। यो चाहिँ अब अर्कै बाटो हो। हामी आएको चाहिँ अघि उता नदी हुँदै आएको, त फर्किने बेला चाहिँ प्रोपर बाटोबाटै फर्किँदैछौँ। सो आजको ब्लगमा हामी आएको थियौँ शिवजट्टा। सो शिवजट्टामा आज हामीले यहाँ आयौँ, हल्का टाइम पास गऱ्यौँ, हल्का स्न्याक्स खायौँ दिनभरि। हामी खासमा आज हाम्रो कलेजको पनि लास्ट डे भइहाल्यो बाई द चान्स। आज हामी कलेज गएको थियौँ। आज चाहिँ कलेजमा हाम्रो अस्तिको प्रोग्रामको सर्टिफिकेट डिस्ट्रिब्युसन भयो र त्यसपछि हामी 12:30 घरबाट निस्केर टक्क अब यहाँ शिवजट्टा आइपुग्यौँ। 1 बजेसम्म 12:30 निस्केर लगभग 1सम्म हामी यहाँ आइपुगेको थियौँ। त्यसपछि हामी 1देखि 3 बजेसम्म नुहाउँदै चिल गर्दै स्न्याक्स खाँदै अनि बुक पढ्दै टाइम स्पेन्ड गरेको। र आजको ब्लगको लागि म यति नै राख्छु। अब इक्जाम पछि वा इक्जामभन्दा पहिला नै बाई द चान्स कहीँ घुम्न गयो भने अर्को ब्लगमा भेटौँला। न त सी यु टिल देन, गुड बाई।